नमस्ते साथीहरू, आज फेरि नयाँ भिडियो लिएर आएको छु। ढेँडो खान आँटेको छु। यहाँ ढेँडोमा खाने चाहिँ यहाँ लोकल कुखुराको सब्जी छ, सुप छ, अनि यहाँ सलादहरू छ। यहाँ काँक्रो, यो टमाटर, यहाँ प्याज, यहाँ मैले घरमै बनाएको यो आलसको धुलो अचार छ, यहाँ टमाटरको अचार छ। अब चाहिँ म खान्छु, साथीहरू सघाउनुहोस् है, हेरिदिनुहोस् है। है साथी हो, अलिकति हात चाहिँ धुनु पर्छ होला हौ। अब धोएर आएन र? होइन, फेरि पनि ल अब चाहिँ हामी सुरु गरेको है साथीहरू। भोक पनि लागिरहेको छ। ओके, अचार पनि दामी भएको छ। धनीहरूले ढेँडो भन्छ भने चाहिँ हामी गरिबहरूले चाहिँ गरिब न धनी यही हो। हाम्रो यो अर्ग्यानिक हो। यो बासमती चामलको भात हो यो। सब्जी भन्दा नि अचार चाहिँ दामी भएको छ। आलसको अचार दामी हुँदो रहेछ है साथीहरू। यो गिलो अचारमा चाहिँ मैले अदुवा, लसुन, टमाटर पकाएर बनाएको छुट्टै, अनि यो फेरि आलसको छुट्टै अचार बनाएको छु। दामी भएको छ। म चाहिँ सादा पिठोको मात्रै मन पर्दैन, अलिअलि चामल मिसाउँछु। मिठो छ। तपाईँले पनि यसरी नै बनाएर खानुहोस्। सधैँ मन नपऱ्यो भने महिनामा हप्तामा एकखेप चाहिँ खानुपर्छ है साथीहरू। कोदोको पिठोमा धेरै भिटामिन हुन्छ अरे। महिनामा होइन, दिनै पछि खानु पाए हुन्थ्यो। नानीहरू मसिनो छ, उनीहरूलाई यसको बारेमा केही पनि थाहा छैन, मान्दैन खानु। तर हामीलाई चाहिँ ढेँडो रोटोको बारेमा सबै कुरा थाहा छ। मलाई चाहिँ यही चाहिँ मेरो जीवन साथी बेस्ट फ्रेन्ड जस्तो लाग्छ। तर नानीहरूलाई रुचाउँदैन, हामी सेपरेटमा खान्छौँ।
सबै थोक दामी भएछ। एक दिन सिकेर बनाएको कुरो होइन साथी हो, सधैँ बनाएको कुरो दामी भइहाल्छ नि। आलस धुनु चाहिँ साह्रो पर्दो रहेछ कि साथीहरू, खाना त सजिलो मिठो। आलस धुने कुनै सजिलो उपाय छ भने मलाई पनि बताइदिनुहोस् है दिदीबहिनीहरू। कमेन्टमा लेख्नुहोस्। उहिले गरिब दुखी हामी पनि पर्छौँ, हामी पनि कुनै धनी छैनौँ। ढेँडो बाध्यताले खानु पर्छ नि, अहिले धनी मानिले रहरले खान्छन् क्या ढेँडो। सही कुरो। त्यही पनि घरमा पकाएर होइन, होटलमा गएर अचारले नै ढेँडो त सुलु सुलु गयो साथी, सब्जी त उब्रियो त। छिटो मिठो। आजलाई चाहिँ यति नै हो साथी हो। फेरि भेटौँला। कस्तो लाग्छ मेरो भिडियो तपाईँहरूलाई लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। म पनि नयाँ छु, अलि त्यति भाँति पुग्दै छैन बोल्न, मलाई नि त्यस्तो लाग्दैछ। मलाई पनि थाहा छ बोल्न जानेको छुइनँ। तपाईहरुले सपारेर सुनिदिनुहोस्, हेरिदिनुहोस् र माया गरिदिनुहोस् है। नमस्ते। बाई बाई। बाई बाई।